हेलो एभ्रिवान, आज चाहिँ सरस्वती पूजा हो। त्यही भएर म चाहिँ हेर्नु न पुरै रेडी भएर कलेज जान लागेको छु। म चाहिँ कलेज जानुभन्दा अगाडि चाहिँ मेरो साथीको घर जानुपर्ने हुन्छ, उसलाई पिक गरेर कलेज जानुपर्ने हुन्छ। अनि मैले चाहिँ मेरो साथीहरूलाई पिक गरेर अब चाहिँ हामी कलेजतिर लाग्यौँ। हाम्रो चाहिँ भेट नभएको धेरै भइसकेको थियो नि त। म कलेज नआएको चाहिँ 1 हप्ता समथिङ 2 हप्ता जति भइसकेको थियो भनौँ न। अनि त्यही भएर भेट नभएको धेरै भएको थियो। अनि गफ गर्दै गर्दै हामी चाहिँ गयौँ कलेजतिर। हामी फाइनली कलेज पनि पुगिसकेको छौँ। कलेज पुग्दा चाहिँ सुनसान थियो क्या, कोही पनि आउनु भएको रहेनछ भन्दै बाहिर गेटमै साथीहरूको इन्तजार गरिरहेको थियौँ क्या। हामीले चाहिँ पर्खिरहेको थियौँ त। भित्र यसो गएको त साथीहरू त यसरी पुरै काटकुटमा पो लाग्नु भएको रहेछ। पुरै पूजाको लागि प्रसाद रेडी गर्दै हुनुहुँदो रहेछ। अनि हामीले पनि काटकुट गर्नु चाहिँ होइन, यसो गफ गर्नु चाहिँ सघायौँ होइन, किनभने उहाँहरूले सक्नै लाग्नु भएको थियो नि त। अब थोरै त थियो, अनि त्यही भएर हामीले चाहिँ सघाएनौँ। हाम्रो चाहिँ प्रसाद यहाँ यसरी रेडी भइरहेछ। अनि बाहिर चाहिँ देख्न सक्नुहुन्छ यहाँ धमाधम साथीहरूले पूजा गर्दै हुनुहुन्छ। हामीले चाहिँ पूजा गरिनौँ, किनभने मैले चाहिँ टिकाहरू लाउनु हुँदैन, पूजाहरू गर्नु हुँदैन नि त। एकजना मेरो साथी र मैले चाहिँ पूजा गरिनौँ, साथीहरूले चाहिँ गर्दै हुनुहुन्छ। अनि यतिकैमा बसिरहेको थियौँ, त्यत्तिकैमा घरबाट फोन आयो। अनि के भन्छ भने बहिनीले भाइले त बस छुटायो भन्छ। अनि फेरि अब भाइलाई पुऱ्याउनु त पर्यो। अनि फेरि मेरो साथी र म चाहिँ आयौँ घरतर्फ भाइलाई स्कुल पुऱ्याउन। केही छैन भनेर फेरि भाइलाई पुऱ्याएर फेरि हामी चाहिँ कलेजतर्फ लाग्यौँ। किनभने हामीले चाहिँ मेरो साथीले चाहिँ पूजा गर्नुहुन्छ नि त, उहाँले चाहिँ पूजै नगरी आउनु भएको थियो। अनि त्यस पछाडि हामीले फोटोसोटो 1-2वटा भिडियोहरू बनाउने भनेर भनेको थियौँ। हामीले साथी ग्रुपिङ फोटोहरू पनि खिच्ने भनेको थियौँ, त्यो पनि केही पनि खिचेको थिएन। त्यही भएर हामी चाहिँ फेरि कलेजतिरै लाग्यौँ। कलेज पुगेर मेरो साथीले चाहिँ पूजा गर्नुभयो। अनि त्यस पछाडि हामीले चाहिँ प्रसाद लिएर अब चाहिँ हामी प्रसाद खान बस्यौँ साथीहरू। त्यस पछाडि हामी चाहिँ फोटो खिच्ने तर्फतिर लाग्यौँ। फोटो चाहिँ हामीले यति धेरै खिच्यौँ कि ओ माई गड, कुरै नगरौँ ल। हामी चाहिँ फोटो खिचिसक्ने बित्तिकै हतार हतार घरतिर लाग्यौँ साथीहरू, किनभने मेरो चाहिँ स्कुलमा प्रोग्राम थियो नि त आज। अनि मैले मेरो साथीलाई पनि जाऊँ मेरो स्कुल भनेर भनेको थिएँ। अनि उसले पनि हुन्छ भनेर हामी चाहिँ जानुपर्ने थियो। अनि म चाहिँ घरमा पुगेर ड्रेस चेन्ज गरेँ। यो ड्रेसले चाहिँ धेरै अप्ठ्यारो भइरहेको थियो क्या मलाई। अनि अर्को ड्रेस लाएर धमाधम स्कुलतिर लाग्यौँ। मेरो साथीको भाइ पनि जाने भनेर हामीले चाहिँ भाइलाई पनि लिएर जाँदैछौँ। अब चाहिँ हामी चाहिँ फाइनली स्कुल पुगिसकेको छौँ। हामी स्कुलमा पुग्दाखेरिको माहौल चाहिँ यस्तो थियो, देख्न सक्नुहुन्छ साथीहरू। हामीले चाहिँ खानै नखाएको थियौँ नि त। अनि एकदम धेरै भोक लागिरहेको थियो क्या। अनि हामी चाहिँ प्रोग्राम सुरु हुनुभन्दा अगाडि चाहिँ हामीले चाहिँ खाना खाएर मात्रै सुरु गर्ने भनेर निदो गरेर हामी चाहिँ खानातिर लाग्यौँ। यता देख्न सक्नुहुन्छ प्रोग्राम पनि स्टार्ट भइसकेको छ, नानीहरू नाच्दै हुनुहुन्छ। अनि मलाई चाहिँ के भन्नुहुन्छ भने सर म्यामहरूले तपाईँ पनि नाच्नु न, एउटा गीतमा नाच्नु न भन्नुहुन्छ। अब आफूले चाहिँ कम्पोज केही गरेको छैन, नाच्नु न भन्नुहुन्छ। अब उहाँहरूको रिक्वेस्ट केही इन्कार गर्नु भनेर मैले पनि हुन्छ नि त, अब नाच्दिउँला नि त, कहिले ननाचेको मान्छे पनि होइन भनेर हुन्छ भनेर म चाहिँ कुन गीतमा नाच्ने भनेर त्यही गीत यसो सेलेक्ट गरेर जोडेर म चाहिँ नाच्ने भएको छु। अनि फाइनली मेरो चाहिँ पर्फर्म गर्ने बेला पनि आइसकेको छ। मैले चाहिँ नाच्ने फ्री स्टाइल नाचेँ है साथीहरू आज चाहिँ। अनि नाचिसकेपछि फेरि हामी चाहिँ सरासर घर आइयो साथीहरू। आजको दिन यस्तै भयो हाम्रो चाहिँ। तपाईँहरूको सरस्वती पूजा कस्तो भयो कमेन्टमा भन्नु होला। थ्याङ्क यू फर वाचिङ, बाई बाई गाइज।